Alright, it's over now. And next song, this is called Timi Sangai of the mixtape Untitled EP, which was released a month later. I hope most of my guys have been listening to this song, and now I'm gonna perform that song. चाहन्छु म अब केवल तिमीसँगै बाँच्न चाहन्छु म तिम्रै काखमा तिमीसँगै उनीहरूमा बाँधिराख न मलाई सधैँ सधैँ खुसी राख्न चाहन्छु म मलाई तिमीलाई चाहन्छु म अब केवल तिमीसँगै बाँच्न चाहन्छु म तिम्रै काखमा तिमीसँगै उनीहरूमा बाँधिराख न मलाई सधैँ खुसी राख्न चाहन्छु तिमीसँगै बस्दै रम्दै हराउँदै छुट्टै संसारमा जिउन चाहन्छु अस्तित्व छैन तिमी बिना यो जीवन तिमीलाई सुम्पिन चाहन्छु म दिन चाहन्छु तिमीलाई सुख तिमी सुखिरहे म खुसिरहन्छु केवल माया दिनु म कस्तो चाहन्छु तिमी फुलिरहेको रङ्गिन फुल त्यो पुगिसकेको म माली त्यो दिने छैन कसम त्यो मन सदा राख्नेछु म सम्हाली सङ्गाली राखेका सपनामा हात सकुची गराउनाली बिताउन चाहन्छु मेरो बाँकी जीवन तिम्रो निश्चय माया अङ्गाली अब तिमी बिनाको उज्यालो भविष्य मेरो देख्न सक्दिनँ मैले संसार अवस्थाहरू पनि तर अब खेल्न सक्दैन कसैले हाम्रो अन्तर्मनको अटुट सम्बन्ध छ माया ममताले देखिएको सागर भन्दा नि गहिरो यो विश्वासको बाटोले बाँधिएको अभिरो यात्रामा तिम्रो साथ चाहन्छु मात्र म आज गर्दै बस्छु प्रार्थना म भन्दै तिम्रो सौहार्दता यथार्थतामा जिउन पाऊँ तिमीसँगै भन्दै म बस्दैछु हाम्रो सुन्दर भविष्य कल्पिँदै सारा सपनाहरू सजाउँदैछु चाहन्छु म अब केवल तिमीसँग भोलिपल्ट ऊ अलि फरक देखिन्थ्यो कलेजमा आँखा यसो हेरेर जिउजिरी बाबो रहेछ टेन्सन परे खै अनि 10 को गोटी पाएछ अनि अरू दिनमा पनि पहिले जस्तो उठेन घरमा गाली गरी राख्छ रे पढ्न सकेन मसँग रुँदैथ्यो गर्लफ्रेन्डले छोड्यो यार भन्दै मैले सम्झाएँ केटीसँग नराख्न सम्बन्धै घर छाड्छु भन्दै एकदिन एक थापर खाने मैले कुरा नगर तैँले पढ्ने बेला हो यो अहिले मलाई सम्झाउँथ्यो सबैले जहिले बुझ्दै मानेन सङ्गत त्यस्तै गर्न थाल्यो चुरो खान थालेछ हेर्दा हेर्दै हाम्रो सङ्गत नै छोडिदियो उसले अब राजै हिँड्न थाल्यो बाटोमा उठुवा फुट्दै अब घर परिवार समाजको के चाल उसलाई जहिले ज्याप खाजा ट्याब हान्न थालिसक्यो सबै अचम्म लाग्थ्यो मलाई कस्तो मान्छे कस्तो भयो के भन्छ सङ्गत र कर्मको यो फल हो नसम्झाएको होइन शब्द प्रयास गरेँ मैले मरेको सरी जिउन सकिनँ भन्थे पहिले कुकुरलाई घिउ बज्न सक्दैन भन्ने बुझेँ अनि निजताको नाता थियो तोडी गयो त्यही पनि म व्यस्त हुन थालेँ जीवन अनि पढाइतर्फ उसलाई मेरो बात थिएन मित्रताको अर्थ धेरै पछि भेटेँ एक दिन सालै तोलास माया लाग्यो पुराना दिन सम्झे भित्री मन मेरो ओइलायो उसलाई नि खोजेछ उसको मनभित्र कस्तो पर्यो अब धेरै बाँचिन यार भन्दै उरुन लाग्यो केही दिन पछि एक खबरले सत्य बनायो उसले आत्महत्या गरेछ भन्दै साथी करायो लागु बदा क्षमा पछि ऊ पुग्न सकेन जीवन बलमा कहिले राम्रो काम गर्न सकेन सबलाई कति दुःख दिनु उसलाई धिक्कार लागेछ माफी माग्दै सुसाइड नोट लेखी संसार त्यागेछ यो लेखी संसार त्यागेछ